तेरो अनर म चिन्दिनँ तँलाई ल्याएको मैले 16 वर्ष भयो तेरो अनर कस्तो छ भनेर हो थाहा छ मलाई थाहा छ तेरो आन्द्रा भुडी तेरो कलेज सबै मलाई थाहा छ हामीलाई थाहा छ कस्तो छ भनेर जाँदाखेरि त म चाहिँ उडा जाँदाखेरि त म त भयो बोल्नु नहुने जोसँग बोले पनि अलिकति मेसेज भाइहरुले गर भन्ने सँगै गरेको त्यहीतिर पै त्यही नागो अनि अलिकति के भन्नु भने यसो गर्नु न उसो गर भन्नु भने जान त्यही हुने खानेसँग के गर्नु मसँग बसिरहन्छ भन्ने मैले यो केटोलाई त्यो टिकटकमा तेरो र त्यो यो केटोको फोटो हाल्दाखेरि तँलाई मैले डिलिट गरेर कुन फोटो हालेको छ ए कुन फोटो हालेको छ कुन फोटो अनि त्यो हालेको छ फोटो हाल्दाखेरि त्यही मै हो भने चाहिँ के छ त त्यहाँ देखाउनु नि त त्यो मै हो भन्ने छ सबैले मलाई देखाइसक्यो फोटो कसरी लाग्यो भने त्यो विदेश जाँदाखेरि ऋण त्योभन्दा अगाडि घरको त्योभन्दा अगाडिदेखि नै ऋण थियो है सर यो जुन कुरा भन्छ अहिले त्यो सबै झुटो हो त्योभन्दा अगाडिदेखि नै 2-3 लाख रुपियाँ ऋण थियो ऊ विदेशबाट आएको 2-3 दिनमै आमाको काममा बस्दा बस्दै पनि उसले त्यो साइनली भन्ने त्यसरी पनि साइन ऋण काटेर उसले आएकै 2-3 दिनमा ऋण काटेको हो त्यहाँ हो त ऋण पनि थियो त्यहाँदेखि अनि त्योभन्दा अगाडिदेखि 2-3 लाख रुपियाँ ऋण त्यतिकै घर विदेश जानुभन्दा अगाडि थियो विदेश जाँदाखेरि ऋण लाग्यो 2-3 लाख रुपियाँ त्यतिकै सक्यो खर्च सर्च यताउता गरेर घरमा अलिकति राखेर त्यो ब्याङ्कबाट काटेको ऋण थियो त्यो पैसा नतिर्दै ऋण लाग्छ कि लाग्दैन सर अब ऊ गएको जुन 3 महिना कति हो 30 महिना भन नि तर 18 महिनामा घर आएको है अहिले त 18 महिनामा हो पहिले होइन पहिले 18 महिनामा आएको मलेसियाबाट 18 महिनामा आएको 18 महिना 24 महिनाको कसमा आएको हो त्यति बेला आउँदाखेरि पैसा पठाएको भनेको त्यति बेला 1.5 लाख रुपियाँ ऋण थियो आउनेलाई थाहा हुन्छ 1.5 लाख रुपियाँ ऋण तिरिसक्नु बाँकी थियो त्यति तिरिसक्नु भन्दाखेरि नमानेर त्योभन्दा अगाडिदेखि नै तिर्न मैले खाएको ऋण हो यति ऋण छ है भनेर देखाउँदाखेरि उसले नमान्ने नानीहरूको घर तिनवटा नानीसँग घर गर्छ हुन्छ हुँदैन हुन्छ नि नानीहरूलाई पढाउनु पर्यो कापी डटहरू कति किन्नुपर्छ ड्रेसहरू कति चाहिन्छ घरमा खर्चहरू हुन्छ भन्दाखेरि भने ऊ ए गर्न तेरो छोराछोरीले त्यसै गर्ने मलाई के मतलब भनेर भन्दिनु अनि ऊ अगाडिदेखि विदेशबाट पैसा पठाउँदाखेरि एउटा कार्ड हुन्छ अरे हो त कार्ड राखेर तास खेल्ने अरे ऊ अगाडि नै अनि उसले पैसा पठाइदिनु भन्दाखेरि कहाँ छ र पठाइदिनु मैले भने त्यो त्यति भयो त्यहाँदेखि 18 महिना हो त्यो 30 महिनै होला सायद हुन त तर अब त्यो 6 महिना लगभग गएको 12-13 महिना 14 महिना जस्तो उसले पैसा पठाएको त्यो 1.5 लाख रुपियाँ ऋण हुँदाखेरि त्यहाँदेखि उसले पठाउनु छोडेको त्यहाँदेखि इलिगल भएर त्यतिकै हराएको हो त्यहाँदेखि त्यो जेल 6 महिना परेको हो त्यहाँदेखि आएर पैसा एक पैसा भएन त्यहाँदेखि ऋण त्यो ऋण साउ त्यो ब्याङ्कबाट काटेको ऋणको त साउ बढ्छ नि त ब्याज बढ्छ त्यहाँबाट 2 लाख खोइ कसो थियो त्यहाँदेखि हो त्यहाँ निकालेर सोधेको थियो कि थिएन त मेरो मनमा थाहा छ होइन मैले नसोधिकन एउटा व्यवहार गरेको थिइनँ मैले सोधेको थियो पहिला तर पछि पैसा निकाल्दा नि ब्याङ्कबाट ऋण दिँदाखेरि लोग्नेलाई नसोधिकन ऋण दिँदैन मलाई सोधेको थाहा छ कि छैन त्यो कुरा म ऋण तिर्दिन दिँदैन थियो पहिले न अहिले दिँदैन त्यसरी अनि उसलाई सोधियो ऋण काटेको हो ऋण त्यो काट्दाखेरि उसले नपठाएपछि त्यसको मैले गाउँघरबाट ओट्न पर्ने छर्सिनेसँग सुनहरू माग्दै राख्दै गरेर मैले दुःख सुख गरेर तिरेको हो तिरेर गरे मैले त्यतिकै भएपछि ऋण अलिअलि रह्यो ऊ आएपछि त तिर्ने बाटो त मेरो कहीँ थिएन त्यतिकै भइसकेपछि त्यतिकै भएको ऋणहरू त्यतिकै त्यही ऋण भनेको उसले अरू केही होइन अहिलेसम्म पठाएको पैसा त के अनि अहिले गएको ऋणै तिरिसकेको छैन त के को पैसा अहिलेको चाहिँ पसाएन न नपठाएको होइन पठाएको हो त्यति पैसा पठाएको थियो ऋण पनि त थियो नि त ऋण तिर्नु परेन त्यहाँ कागज खोइ त्यो घरमा पनि मैले लेखेर राखेको थिएँ कागज खोइ त कागज कहाँ रहेछ मलाई थाहा छैन म्याडम अघि त 2 वर्षमा 500 मात्रै भन्नुहुन्थ्यो अहिले त पुरै पठाउनु भएको त ऋण तिरे भन्नुभयो सुरुचोटिको हो क्या सर सुरुचोटि विदेश जाँदाखेरि पठाएको 500 हो 2 वर्षमा पठाएको 4 चोटि भइसक्यो योसँग गएको 2 वर्षमा चाहिँ 500 मात्रै कमाएको पैसा सोध्नु म आफ्नो घर परिवारसँग हुँदाखेरि बसेको सुरुचोटि ल्याएको पैसा हो त्यो 500 रुपियाँ भनेको हप्ता दिन ल्याएको हप्ता दिनमा छोडेर जाँदाखेरि चाहिँ पठाएको 500 रुपियाँ हो पैसा त्यो नि बुवाको नाममा आउँथ्यो पैसा बुवाले दिएको है हो त भयो त्यहाँदेखि चाहिँ त्यही हो टचरहरू कुट्ने पिट्ने त्यही शङ्का गर्ने हो पैसामा बोल्नु नहुने अहिले भन नि अलि लिम्बूसँग लाग्यो यतिकै अहिले यहाँ हो यही हो कसैसँग बोल्नु नहुने उसको त त्यही थियो नि त जे छ त्यही भन्ने हो नि त उसको त प्रत्यक्ष देख्ने मान्छे छ हो उसको त उसकै दिदीहरू पनि छ त दमिनीसँग छुटाउने त लिम्बुनीसँग छुटाउने आउती के त साइली पनि आउती आज त अपरेसन गर्ने घर मात्र साइली र काइली नआएको आउँदा हुन्छ त नि ल्याउँदा हुन्छ त नि जुम भनेको ल्याएर ल्याउँदा हुन्थ्यो भन्दा जुम भनेको
भान्जी यस्तो मैले चाहिँ पैसामा बोल्नु नहुने जोसँग बोल्यो भने ऊ अलिकति मेसेज भाइहरूले गर भन्ने सँगै गरेर त्यहीतिर पो त्यही नागो भान्जी अनि अलिकति के भन्नु भने यसो गर्नु उसो गर्नु भन्नु भने जान त्यही हुने खानेसँग के खानु मसँग बसिरहन्छ तँलाई भन्ने मैले यो केटोलाई त्यो टिकटकमा तेरो र त्यो यो केटोको फोटो हाल्दाखेरि तँलाई मैले डिलिट गरेर कुन फोटो हालेको छ ए कुन फोटो हालेको छ कुन फोटो अनि त्यो हालेको फोटो हाल्दाखेरि त्यही मै हो भने चाहिँ के छ त त्यहाँ देखाउनु नि त त्यो मै हो भन्ने छ सबैले मलाई आजभोलि इफेक्टले बनाउनु देखाइसक्यो चाहिँ मिल्दैन फोटो तेरो अनुहार म चिन्दिनँ तँलाई ल्याएको मैले 16 वर्ष भयो तेरो अनुहार कस्तो छ भनेर हो थाहा छ मलाई हामीलाई पनि तेरो थाहा छ आन्द्रा भुडी तेरो कलेज सबै मलाई थाहा छ हामीलाई पनि थाहा छ कस्तो छ भनेर भान्जाले गल्ती गरे भने त भान्जी चाहिँ यो अवस्थामा आउनु हुन्थेन नि त तपाईले त माग्दा हर कुरा पाउनुहुन्थ्यो नि त अहिले अधिकार पाउँथे मैले पाउँथे होइन तर यहाँबाट उसले कुरा यहाँबाट कुरा लाउँदाखेरि उसले मलाई भन्नुपर्ने हो कि यहीँबाट कुरा सुनेर मसँग चाहिँ नबोलिकन न्यु खोज्नु पर्ने हो त मसँग चाहिँ हर कुरा पाउनु त्यति बेला मसँग चाहिँ यहाँको कुरा सुनेर मलाई सम्झाउनु पर्ने हो कि उसले यहाँको कुरा सुनेर चाहिँ उयो गर्नुपर्ने हो मलाई गलत भयो होला लु गलत भयो होला तर उसले मलाई सम्झाउनु पर्ने हो नि त तर यहाँनिर यहाँको कुरा सुनेर चाहिँ मसँग न्यु खोज्दैन नि त ऊ अस्ति त्यही त कानुनी हिसाबमा जाँदाखेरि तपाईले बिहा पाउनुहुन्न थियो कसले चाहिँ गरिदिन्छ कोसँग थियो मसँग कसैसँग कोही नबोल्ने कोही राम्रो नहुने अस्ति हस्पिटल भाइ बिमारी थियो हो भाइ बिमारी थियो हस्पिटल माइतीहरूसँग भन त तेरै माइतीहरूले गरिदिइहाल्छ नि सबै थोक जान तेरै माइतीलाई भनिदिइहाल्ने त के भन्दिनु माइतीलाई जे कुरा पनि माइतीलाई सुनाएर हुन्छ सानो कुराहरू चुप लाग्ने एकछिन जे सानो कुराहरू हुन्छ माइतीलाई सुनाएर त हुँदैन त अर्को घर गइसक्यो 2 दिन त्यहाँ हस्पिटल बस्दाखेरि मलाई ओछ्यान ल्याइदैन भने कि अरे यसले है अनि 2 दिनमा त मलाई सेक्रेटरीले मलाई नम्बर माग्दाखेरि दिने आइमे कस्तो त्यही हो अनि यो यसलाई के भन्नु यसलाई के भन्नु त हो यस्तै हो के शंका गर्ने हो यस्तै भएर यति यति गरेर न त्यो घरमा राम्रो गर्थ्यो न राम्रो गरेर बोलेको मसँग मिठो मसिनो कहिले न व्यवहारमा राम्रो गर्थ्यो न केही न मिठो मसिनो खाने बेलामा जहिले राम्रो हुन्थ्यो हो यस्तै हो शंकै मात्रै गर्ने के जहिले जोसँग पनि शंकै मात्रै गर्ने त्यही हो कुरा त्यही त मैले तँलाई सबै शंका गरे ऋण जति तेरो टाउकोमा आउँछ मेरो टाउकोमा मैले आउँदैन गरेको ऋण हो र आउँछ मेरो टाउकोमा मैले गरेको ऋण हो मैले काटेको ऋण हो कसले गर्दाखेरि ऋण लागेको थियो मलाई देखि थिस खनखन गनेर जाँदाखेरि त मजाले उडेर जाँदाखेरि त मतलब हो साइन त तिमीलाई छ मेरो छैन ए तँलाई त्यो मान्छे पनि ल्याउँछु म यहाँ ल्याउँदा हुन्छ तपाई उहाँ विदेश जाँदा तपाईले कति ऋण निकाल्नु भएको उहाँ पठाउनु कहिले अहिले हैन उहाँ विदेश जाँदाखेरि कति ऋण दिनु भएको खोजेर दिनु चाहिँ किन हो हैन अहिलेको चोटि जाँदाखेरि मैले कति काटेको कति 3.5 लाख जस्तो होला अहिले यो मलेसिया जाँदाखेरि के अरे साउदी जाँदाखेरि कति साल अहिलेको चोटि हो अहिले यो कति यो अहिले नयाँ जाँदाखेरि 3 लाख माग्नु भएको 18 त्यति बेला मम्मीहरूसँगै मैले मागेर यताउता गाउँघरमै खोजेर ओरेर पठाएको हो त्योभन्दा अगाडि त्योभन्दा अगाडि पनि हुँदैछ 2-2.5 लाख रुपियाँ 3 लाख रुपियाँसम्म जस्तै लागेको छ त्योभन्दा अगाडि 3 चोटिसम्म मैले 3 चोटि चाहिँ खोजेर पठाएको छु अनि एकचोटि चाहिँ उसकै दिदीले पठाएको हो सुरुचोटि जाँदाखेरि चाहिँ कति ऋण भयो हजुर टोटल कति ऋण लाग्यो तपाईलाई 6 लाख त्यति बेला त खोइ कति लाग्यो अब उसले 8 लाख रुपैयाँ लागेको होला त्यही तर उसले गएर ऋण नतिरिकन आएको हो क्या विदेशबाट अनि त्यो बढेकै गएको हो ऋण अझै पनि तिरेको छैन म विदेश त्यो साइनिस जुन साइनिससँग भनेको ऋण पनि अझै तिरेको छैन तिरेरै मात्रै आएको छु यसले सबै झुट बोलेको छ मम्मीहरुले तिर्सकेको छ अहिले गएको ऋण सबै तिर्सकेको झुट छ बोलेको छ अहिले गएको ऋण तिर्सकेको छ मैले तिर्सकेको छु त अनि त्यो साइलहरुको त तिर्सकेको छैन अरे त मैले काटेको हो र मैले तिर्नु त्यो मम्मीहरुसँग काट्दाखेरि त साइलसँग काटेको ऋण कसको तैँले काटेको पनि म अब होस् न त अब एकचोटि छोरी मान्छे हो अब गल्ती भइहाल्यो हुन्छ म एकचोटि माफै दिन्छु भनेर यसलाई मैले तल झारेर पनि मैले 50,000 फेरि सासु आमालाई ऋण खोजी मागेर कति 30,000 उता चैनपुर पठाएँ भनेर मैले झारे मैले लगेर राखे तोरेमा ल्याएर राखे गरेर चिन छ नि मसँग प्रमाण छ नि हो त बेग ल्याउ त प्रमाण होला अहिले पठाएको पैसाको होला साउदीबाट पठाएको पैसाको छ तर ऋणहरु तिरेको पनि त चाहियो नि त ऋणहरु तिरेको त भाग लाउनु पर्यो नि त तपाईको हातमा पैसा आयो नि हो त मेरो हातमा आयो तर मैले ऋण तिर्नु त पाएँ नि त ऋण तिरेर अलिअलि घर खर्च गर्न पाएँ कि पाएन नानीहरुसँग बस्दा भन्नु लो
मसँग सबै छ पढ्नु सबै गएको खर्च कति हो त्यहाँनिर पठाएको सबै छ मसँग हो त्यही बसेर हेर्दै भन्नु न त्यही बसेर। दिनमै यता दिँदा पनि भयो नि त होइन देखाउँदा भइहाल्यो होइन अब तपाईँहरू नि हेर्नु न फेरि त्यो झुट बोलेर काम छैन त यहाँ उहाँले ऋण तिर्नु पनि भएको रहेछ अनि फेरि एक्स्ट्रा ऋण पनि लागेको छ होइन, उल्टो ऋण अहिलेको चोटिको त ऋण छैन सर यो पहिलोचोटि जाँदा त मलेसिया जाँदाखेरि यहाँ सुन, सबैभन्दा यहाँ सुन। बढी लागेको ऋण भनेको मलेसिया जाँदाखेरिको हो यहाँ सुन